मैले यो लिएर आएको छु है, त्यो पोकेले त चाहिन्छ। तपाईँहरूले चाहिँ सामान्य त पोर्क मिट जुन पनि ल्याउन सक्नुहुन्छ, तर बेली टाइपमा हुनु पर्यो। बेलीको मासु बराबर बनाउनु होला। बराबर बनायो भने चाहिँ सबै पिसहरू चाहिँ बराबर फाट्छ। त्यही भएर पिस कटिङ गर्दाखेरि बराबर फाट्छ। मैले धुन लगाएँ। पेस्ट हाले पनि हुन्छ, तर मैले ओखलमा कुटेर चाहिँ मलाई मनपर्छ। मेरो मसला हो है, जिरा हाल्छु। मलाई कुटेको मसला मनपर्छ अर्ग्यानिक पकाउँदाखेरि। जिरा हालेँ, धनियाँ हालेँ है। मरिचको धुलो, ग्रिन चिल्ली पनि हाल्दा हुन्छ, तर मैले चाहिँ यो सुकेको चाहिँ हाल्नु मनपर्छ मलाई। एउटा फाइन पेस्ट बनाउँछु कुटेर। मिक्सरमा गर्दा पनि हुन्छ, तर मलाई चाहिँ कुटेर बनाएको चाहिँ राम्रो लाग्छ। टिपिकल स्वाद आउँछ। मैले यसमा बोइल गर्छु यसलाई है। बोइल गर्छु भने यसमा धेरै पानी नहाल्नु होला है। अलिकति बेसा हाल्नु होला कलरको लागि है। नुन हाल्नु है। अलिकति त्यो नटाक्सेस भन्नको लागि तेल है। तेल नहाल्दा तेल अलिक प्याज्नुहोस्। अब यसलाई हाफ पाक्नु दिनुपर्छ, टाइम टु टाइम हेर्नुपर्छ। मैले एक्सप्लेन गरेँ है। वाउ, तेल धेरै नहाल्नु होला। आफ्नो पानी पर्छ, तेल पर्छ।
चलेर राख्नुहोस् प्याजलाई ब्राउन गरिदिनुहोस् ब्राउन नहुँदासम्म यसलाई पकाइराख्नुहोस् त गुलियो बनाएर जान्छ प्याजको रेडी हालेर अब यो अहिले बनाएको यो मेन भनेको यही हो यो बनाउनु यसरी मिक्स गरेर बनाउनु हो भने यसको स्वादले बल्ल करीको यो अब यसलाई पाक्नु दिनु पऱ्यो मसला पाक्नुपर्छ यो चाहिँ ख्याल गर्नु होला एकदम ख्याल गर्नुपर्ने कुरा के छ भन्दा यो बनाएर हालेको मसला टोटली पाक्नुपर्छ है सँगसँगै मैले टोमेटो पनि हालिदिएँ अब मैले यसलाई कभर गरिदिन्छु So guys, my mom is cooking, oh no, making roti, and my dad is cooking pork, porky.